हुन्छ नि त दाइ। ल गाइज आज हामी कहाँ अरे शङ्करबेली अनि रासाताल घुम्नु जाँदैछौँ आज शनिबारको दिन पारेर होइन दाइ। ल रेडी भइहाल्नु साना दाइ। अब हाम्रो यात्रा सुरु भयो साथीहरू। काका ल गाइज अहिले चाहिँ हामी शङ्करबेली आइसकेका छौँ। यहाँ पिकनिक खानेहरू धेरै हुनुहुन्छ। अहिले चाहिँ हामी सुन्दर हराइजको एकदमै प्रचलित एकदमै चलेको ठाउँ प्रेमतालमा यहाँको छ साथीहरू। साना दाइ हुनुहुन्छ यहाँ। अनि साना दाइ कस्तो भइरहेछ साना दाइ? एकदम दामी बवाल जस रमाइलो भइरहेछ। नौलो ठाउँ होइन दाइ? नौलो ठाउँ। सही हो गाइज। ल मलाई नि एकदमै रमाइलो भइरहेछ। सानोतिनो मेलै लागिरहेछ। यो फिसिङ गर्दा चाहिँ कति पेमेन्ट गर्नु पर्यो दाइ? एउटाको 500। एउटा रडको? ए त्यहाँबाट जति माछा मारे नि भयो? ए यो रडहरू चाहिँ आफैले ल्याउनु पर्यो कि दाइ? ए गाइस यहाँ फिसिङ पनि गर्नु पाइने रहेछ। कति माछा पर्यो? अनि अरू के छ त काका यो ठाउँको विशेषता अरू केही छ त काका? नि रमणीय छ, एकदम राम्रो छ हैन? तपाईहरु नि घुम्न आउनु होला। अनि के रे 500 रुपैयाँ टिकटले चाहिँ चट्टसँगले लग्ने तपाईहरुले पनि टक्क 10 किलो 20 किलो माछा चाहिँ मार्नु बल्छीमा चाहिँ पारेर लानु पाइयो हैन त काका? कस्तो भइरहेछ दाइहरुलाई? दाइहरुको रिएक्सन? रमाइलो रमाइलो। अरू आज यो ठाउँलाई देख्दा कस्तो चाहिँ महसुस भयो साना दाइलाई? यो ठाउँलाई हेर्दा कस्तो भन्नु, जस नर्मल तरिकाले भन्दाखेरि हैन कस्तो भन्नु जस रमाइलो भयो हैन त? एक शब्दमा तपाईहरु पनि घुम्न सक्नुहुन्छ हैन? भयंकर माछा पर्यो साथीहरु आज हेर त।